के तपाईँ येशूलाई प्रेम गर्ने व्यक्ति हो? यदि तपाईँ येशूलाई प्रेम गर्ने व्यक्ति हो भने यो भिडियो पुरा हेर्नुहोस्। प्रिय हो, विश्वासी जीवन भनेको दुःख बोक्दै हिँड्ने जीवन होइन, किनभने येशूले क्रुसमा 2025 वर्ष अगाडि हाम्रो भागमा भएको सबै दुःख, कष्ट, पीडा, श्राप, आरोप, लाज र शर्मलाई बोकिसक्नुभयो। उहाँको भागमा भएको धार्मिकता, पवित्रता, आशिषहरू आज हाम्रो भागमा परेको छ। अब तपाईँ र मेरो जीवन दुःखको कथा होइन, येशूको अनुग्रहको साक्षी हो। अब हामी हारको बाटो होइन, येशूको सिद्ध विजयमा बाँचिरहेका छौँ। यूहन्ना 10:10 मा येशूले भन्नुभयो, म त जीवन दिन आएँ, त्यो पनि प्रशस्त मात्रामा। अनि यसैया 53:5 मा यस्तो लेखेको छ कि येशूका कोर्राको चोटले हामी निको भएका छौँ। आज हामी घोषणा गरौँ कि हामी पीडाको लागि होइन, तर अनुग्रह र विजयको जीवनको लागि नयाँ गरी जन्मिएका छौँ। येशूमा प्रभु येशूको जय होस्, तपाईँ र मेरो भलो होस्। यदि यस सन्देशले तपाईँलाई छोएको भए यस भिडियोमा लाइक गर्नुहोस्, येशूको नाउँमा कमेन्ट आमेन लेख्नुहोस् र सकेको सेयर गर्नुहोस् र सेभ पनि गर्नुहोस्। प्रभु येशूले तपाईँले गर्नुभएको हरेक कुराको लागि प्रशस्त 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 इनाम दिनुहुनेछ। आमेन।